फुल्नु ल्याउँछ नि लाग्छ मान्छेलाई हैन किन भन्दा आज किन बनाएन हो किन देखिएन भन्ने हुन्छ नि टोयलेट पनि नभएको यहाँहरूले चाहिँ दिशा पिसाबहरू चाहिँ जङ्गलमै गरिराख्नु भएको रहेछ तर त हाम्रो भेनाले यत्रो यत्रो आँखो खाँदै ओहो यो मेरो कान्छी साइडले खला भनेर राख्दै हो त्यही ओहो लु हेर त ओइ हेर त सेरिङ खोलाको बच्चाहरू भागेर यहाँबाट चाहिँ हाम्रो अरेसको यस्तो दामी देखिरहेछ हेलो नमस्ते एन्ड वेलकम ब्याक टु माई च्यानल पूर्णिमा मगर फ्रम रोल्पा च्यानलमा र हजुरहरूलाई फेरि पनि स्वागत छ मेरो न्यू डे न्यू ब्लगमा र सबैजना सन्चै आरामै हुनुहुन्छ होला म पनि एकदमै सन्चै आरामै छु र तपाईहरु मेरो पछाडिको ब्याकग्राउन्ड हेरेर थाहा पाइसक्नु भएको छ होला कि यो अरेस भन्ने ठाउँमा एकदमै पानी परेको छ हैन अनि जोत्ने सिजन चलिरहेको छ मान्छेहरूले गौजोहरू काटिसक्नु भएको छ अब चाहिँ मल बोकेर जोत्न मात्र बाँकी छ तपाईहरुकोतिर पनि होप यस्तै छ होला भन्ने मैले पूर्ण आशा लिएकी छु र आज चाहिँ म कहाँ जाँदैछु भनेपछि चाहिँ ओह त्यहाँनिर पट्टाउँछ नि ओ पट्टाको होइन यतातिर यो साइडमा म तपाईलाई जुम गरेर देखाउँछु है आज चाहिँ हामी यहाँ जाँदैछौँ है त यहाँ यो यसलाई भन्छ सेरिङ खोला भन्छ हैन हामी चाहिँ हाम्रो कामको लागि चाहिँ त्यहाँ जाँदैछौँ हामी चाहिँ यहाँ गुराँसे उडे सेरिङ खोला हुँदै धाराखर्क चाहिँ हाम्रो काम छ त्यता जाँदैछौँ र मेरो बहिनी रूपा पनि तल रेडी हुँदैछिन् अब चाहिँ हामी तल भेटघाट भएर जान्छौँ तपाईहरु भन्ने चाहिँ हामीले छोडेर अन्त नजानु होला गए पनि भिडियो हेरिसकेर मात्र जानु होला ल फाइनली म चाहिँ रूपा बहिनीसँग भेट भइसके रूपा बहिनी तिमीलाई स्वागत छ धन्यवाद भन न धन्यवाद दिदी यो पनि सिकाउनु पर्छ कि बहिनी सोचिसिन् हामी चाहिँ हैन अब यहाँबाट हेर्नु त यत्क जाने हो कि यहाँनिर यहाँ ओहो कस्तो ब्लर देखियो जे भए पनि त्यहाँनिर जाने हो त्यहाँनिर वनमा एउटा घर देखिन्छ नि त्यहाँ जाने है साथीहरू हामी तल्लो खोलामा छौँ हैन अब यहाँबाट चाहिँ त्यत्क माथि डाँडामा देखिरहेको छ हैन अनि माथिबाट चाहिँ फेरि हाम्रो गाउँ कस्तो देखिन्छ म तपाईहरुले देखाइहाल्ने छु अब चाहिँ ठुलो खोलामा चाहिँ पुग्न लागिसक्यौँ वेलकम छोरो वेलकम थ्यांक यू के भन्छ सन्तोष भन के भन के बोल्ने हो के बोल्ने बोल के बोल के बारेमा बोल्ने हो नि जेको बारेमा बोल बस्नु हुन पर्छ बोल बोल तुर्ते बोल बोल केही त बोल थ्यांक यू मान्नु पुग्दैन केही त बोल के भन्नु अब ल च्यानललाई लाइक शेयर सब्स्क्राइब गर्नु होला हो त्यही चाहेको मैले हैन मैले त मेरो भतिजोलाई पनि बाटोमा भेटिसके उतै खोज जारी छ रे गाइजहरु मैले चाहिँ ब्रस पनि नगरेको आज गर्दैछु बल्ल ल के त क्यामेरा समाएर मैले देखा हजुर मैले देखा के ल हजुर गाइजहरु ल पानी ए तिम्रो लागि भन के गरिन ए कस्ता कस्ता पाउँदा गरिन तिम्रो लागि भन के गरिन भनौँ कि नभनौँ एउटा कुरा छ आरसका कुराहरू त ठोक्छ है अनि केटाले रहर भन्ने इच्छाको कुरा हो हैन रहरलाई मार्न सकिन्छ अब आवश्यकतालाई मार्न सकिन्छ आवश्यकता त अब नभई नहुने कुरो रहर भन्ने कुरा त मनलाई थाम्न सकिने भयो यस्तो बुझ्ने के त कसैलाई पाउन मन छ भने मलाई कन्ट्याक्ट गरेर म मिलाइदिनेछु हैन भ्याकेन्सी खुलेछ खुले हैन कसैले फर्म भरे हैन ल है परमिनको चाहिँ भ्याकेन्सी चाहिँ खुल्दै छ अरे भ्याकेन्सी खोल्न कहिले देख्यो त्यस्ता मान्छेलाई भ्याकेन्सी खुल्ला भ्याकेन्सी खुलेको 5-6 वर्ष भइसक्यो र अझ एकजनाले पनि फर्म भरे छैन रे कसैलाई पढ्न भन्नु मन छ भने चाहिँ फर्म भर्न मन छ भने चाहिँ के छ कसरी सम्पर्क गर्न सकिन्छ भ्याकेन्सीको लागि मेरै माध्यम ल म कहाँ चाहिँ मेसेज गरेर फर्म भर्न सक्नुहुनेछ त्यसपछि यस्तो बुझ्ने केटी चाहिँ पाउनुहुनेछ है त के कसो फाइनली म चाहिँ पोखराबाङमा आइसकेँ मेरो भिडियो चाहिँ मेरो ब्लग चाहिँ खैसरले पनि हेर्छन् खैसर तिम्रो घरको पछाडि आइसकेँ ए खलबाङ म चाहिँ खलबाङ आइसकेँ खैसर तिम्रो घरको पछाडि म छु है फोन गरेर केही कुरा खानेकुरा खिलाऊ घरमा भनेर अब यहाँ पर्मिले उसको घरमा लिइरहेछ हामीलाई
माथि उखु सस्तै छ अन्ति खाम मजाले खानु ल जानु ल भन्छ कहाँ थिएँ त्यही भएर हामी पनि आइरहेछौँ किन माथि आफूले एउटा मात्र देखिन्छ के हो कुरो ए ल केलाई टेन्सन छ होइन वा तर लास्टै गर्मी हुँदो रहेछ यहाँ त ट्याक्कै घाम लाग्दो रहेछ नि त है नमस्कार बस्नु ल हाम्रो डाक्टर ओहो भेना नमस्ते हजुर फुपू नमस्कार है हामी तपाईँकै घर आएको सन्चै हुनुहुन्छ दिदी स्वागत छ है हजुरलाई मेरो भ्लगमा धन्यवाद ए भेना परेन होइन आङ्को हाल्ने हो ल भेना हजुरलाई स्वागत छ मेरो भ्लगमा स्वागत छ स्वागत नानीलाई चाहिँ होइन अब आएपछि बसिराख्नु त भएन नि बस्नुहोस् भेना बस्नुहोस् ल फाइनली आज हाम्रो भेनाको घरमा पनि आइयो भेनाले चाहिँ मेरो भ्लगर खुब हेर्नुहुन्छ साली किन भ्लग आएन भनिराख्नुहुन्छ आज चाहिँ म आफ्नै भेनाकै घरमा आएर भ्लग बनाइरहेको छु लु परेर त हाम्रो भेनाले यत्रो आँखो खाँदै हो मेरो कान्छी साइडले खाला भनेर राख्दै हो त्यही रहेछ आम्मामा अहिलेसम्म ओ माइ लर्ड हेर्नु त गाइजहरू यत्रो उखु एकदम ठुलो मुटुको हुनुहुन्छ त भेना त समाटो काटिदिनु भयो क्या त के अब यस्तै झोलामा प्याक गरेर माथि बनतिर खाइन्छ होइन भिनाजु घरमा आएर चाहिँ दुईवटा आँखु प्लस चिनी पानी कागती पानी पनि हामी खाँदैछौँ भिनाजुको लागि धेरै धेरै धन्यवाद है हजुरलाई दिदीलाई पनि अनि यो बनाउने छोरालाई पनि के भन्नुहोस् भिनाजु ठिकै छ अब चाहिँ राम्रोसँग काम गरेर जाऊ प्लस आफ्नो यो जागिर मात्र होइन यो भ्लग चाहिँ आइराख्नु पर्यो के आइराख्नु पर्यो के हुन्छ खुल्लुली हुन्छ नौरा खुल्लुली आउँछ नि लाग्छ मान्छेलाई होइन किन भन्दा आज किन बनाएन हो किन देखिएन भन्ने हुन्छ नि युट्युबबाट हेर्दाखेरि हो नि अब चाहिँ कन्टिन्यू गर्ने हो अब नयाँ सालबाट बरु 10-15 मिनटको मात्र किन नहोस् तर डेली राख्ने हो रे भए पनि आउनु पर्यो कि न्युज मैले कन्टिन्यू गरेपछि यतिखेर मेरो कति पुग्थ्यो होला अब कहिले जहाँ राख्ने जहाँ नलाग्दा नराख्ने के जहाँ राख्ने बेलामा दिनमा 2-3वटा सर्ट भिडियो भयो भेना त्यो पनि भयो के भयो कि भएर चाहिँ मैले त खाँदै छैनन् तिमी खाऊ ल अब तिमी खाऊ हजुर बुबु हेर गाइस हामी चाहिँ गुराँसैमा आइरहेछौँ यहाँ चाहिँ एकदमै सुन्तलाको बगैँचा रहेछ होइन 9-10 वर्षपछि चाहिँ एकदम खतरा बवाल सुन्तलाको बगैँचा हुनेछ यहाँ फाइनली गाइस म गुराँसेको स्कुल लिएर पनि आइसकेँ तपाईँहरू देख्न सक्नुहुनेछ यो चाहिँ गुराँसेको स्कुल हो है त आमामा गुराँसे गाउँ चाहिँ यस्तो छ आमा पोखरी रहेछ कस्तो अव्यवस्थित के पोखरी है गुराँसे यो त गुराँसे आमामा गौजोहरू काट्नु भएको रहेछ पुरै पानीले बिगार्दै रहेछ फाइनल हामी चाहिँ गुराँसे धारामा हिँड्दैछौँ है त तिमीलाई कस्तो लागिरहेछ गुराँसेमा आउँदा एकदम रमाइलो पहिलोचोटि हो कि दोस्रोचोटि पहिलोचोटि यिनी पनि गुराँसेमा पहिलोचोटि रे म पनि सायद सानोमा भैले खेल्न चाहिँ आयो होला तर मैले थाहा पाएदेखि चाहिँ अहिले फर्स्ट टाइम हो तर एकदमै रमाइलो रहेछ होइन सब बवाल छ है त रहेछ गाउँ चाहिँ यस्तो दामी देखिरहेछ है गुराँसेबाट वाउ यिनले चाहिँ यहाँ घुमिल खाने छिन् यो घुमिल खाना माटिन् भने यिनलाई चाहिँ कुकुरको गु खुवाउने हो है कुकुरको गु खाएपछि मात्र हुन्छ नि फेरि यो त हामी यस्तो 12-1 बजेको तन्तलापुर घाममा चाहिँ हिँडिरहेछौँ होइन आमामा किराहरू कराइरहेछ होइन यस्तो छ है हाम्रो आजको यात्रा आजको हाम्रो फिल्ड भिजिट यस्तो छ है त साथीभाइहरू साथीभाइहरू हेर्नुहोस् त के हो यो के हो तपाईँ चिन्नुहुन्छ यसलाई यो चाहिँ ऐसिलो है त ऐसिलो वाउ हेर्नुहोस् त बाटो हिँड्ने क्रममा यति धेरै औसिलोहरू खाऊ न के खाऊ आम्मा वाउ हेर्नुहोस् त वाउ
आजभोलि चाहिँ एकदमै काफलको ऐसेलीको चाहिँ सिजन छ होइन त्यो हेर्नु त वाउ वाउ वाह बवाल कस्तो लाग्यो तिमीलाई मिठो लाग्यो त्यही भएर गाउँघरको जिन्दगी भनेको स्वर्ग हो क्या स्वर्ग आमामा बाटोमा हिँड्दा हिँड्दा फलफुलहरू पाइन्छ खाना पाइन्छ होइन अब फेरि पछि बर्खाको सिजनमा फेरि चुत्राहरू घमिलहरू फल्छ होइन चुत्राको दाना लगाइसक्यो घमिल चाहिँ फुलिरहेको छ है आमामा बवाल छ चराचुरुङ्गीहरू कराइरहेको छ वा जिन्दगी त पूर्णिमा र रूपाको स्वर्गै छ क्या हो कि नै के कसो एकदम हामी चाहिँ महिनेमा आइपुग्यौँ होइन आमामा हेर्नु त यो महिनेबाट चाहिँ यो लिस्नेको डाँडा यहाँ नजिकै देखिरहेको छ धेरै नै गाउँदेखि धेरै नै माथिको वनमा घर छ त्यो घरमा चाहिँ दुईजना प्रेम जोडी श्रीमान श्रीमती बस्नुहुन्छ होइन त माइजू माइजू नमस्कार है राम्रो आनन्दको रहेछ त होइन र आनन्दको राम्रो रहेछ केही भन्न चाहनुहुन्छ तपाईँ केही भन्न चाहनुहुन्छ केही भन्न चाहनुहुन्छ चाहनुहुन्न के भन्नु त ठिक छ र म आज चाहिँ यस्तो ठाउँमा छु जुन चाहिँ हाम्रो अरेस सुनिल युनिभर्सिटी गाउँपालिका वार्ड नम्बर 8 अरेस को चाहिँ एकदमै बस्ती भन्दा चाहिँ एकदमै माथि वनतिर यो महिने भन्छ लिस्नेदेखि एकदमै नजिक छ एकदमै डाँडामा छ होइन यहाँ चाहिँ जम्मा 6-7 घर मात्र हुनुहुन्छ र यहाँ चाहिँ अलिकति खेतीयोग्य जमिनहरू पनि छैन किनभने पुरै जङ्गल छ जङ्गलमा चाहिँ जङ्गललाई चाहिँ खारेर चाहिँ अलिकति घर बनाउने जग्गाहरू निकाल्नु भएको रहेछ र उहाँहरूलाई चाहिँ म तपाईँहरूमा चाहिँ परिचयतर्फ अगाडि बढाउन चाहन्छु हजुरको नाम भन्नुहोस् त एम कुमारी पुन अनि हजुरको नाम अनि बाबुहरूको नाम के हो अनि नानीको बाबुको र यहाँ चाहिँ म कस्तो ठाउँमा छु भने चाहिँ यहाँ 5 जनाको परिवार हुनुहुन्छ सानो परिवार छ तर यहाँ चाहिँ यहाँको श्रीमान भिउसे पुन र उहाँ पनि चाहिँ दृष्टि सम्बन्धी अपाङ्गता भएको व्यक्तिमा पर्नु हुँदो रहेछ प्रदीप पुन चाहिँ अलिकति बौद्धिक अपाङ्गता भएको व्यक्तिमा पर्नु हुँदो रहेछ उहाँको चाहिँ मानसिक अवस्था चाहिँ एकदमै गुमेको रहेछ मानसिक अवस्था ठिक छैन रहेछ उहाँले चाहिँ केही पनि नठाउने भनेको कुराहरू पनि नसुन्ने कपडाहरू लगाएकोहरू चाहिँ निकालेर फाल्ने बोलाएको नसुन्ने दिसा पिसाहरू टाउकोमा लाउने त्यो दिसा पिसा पनि आफै खाने गरेर चाहिँ त्यो मानसिक समस्या रहेछ उहाँको चाहिँ बोलचाली पनि आउनु रहेछ नि के शब्दहरू बोल्छन् बन्न खोज्यो बिहान 11 बजी खोजेको 7 बजी र यो जेठो छोरा पनि अलिकति दृष्टि सम्बन्धी नै अपाङ्गता भएको व्यक्तिमा पर्नु हुँदो रहेछ र परिचय पत्र छ कि छैन बाबुको छ कुन वर्गको छ यसको ग वर्ग भयो बाबुको यसको घ वर्ग यसको ग वर्ग तपाईको कुन छ मेरो क हो तपाईको क छ इन्द्राटा भएर भत्ता पाउँछ भत्ता पाउनुहुन्छ हैन ग हो अरे क हो इन्द्र कमा ध्यान पल्टेबाट र कस्तो छ भने दर्शक वृन्दहरू के छ भने एकजना हुनुहुन्छ हैन उहाँको त्यो नगर्नुस् के बार भिडियोमा देखिन्छ यता देख यता 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 पऱ्यो यता यहाँ यता हेर र यहाँ चाहिँ के छ भने अलिकति आर्थिक अवस्था पनि एकदमै नाजुक भएको पानीको धारा पनि यहाँ नभएको त्यो भन्दा चाहिँ एकदम झन् अर्को अति आवश्यक पर्ने टोयलेट पनि नभएको
यहाँहरूले चाहिँ दिसा पिसाबहरू चाहिँ जङ्गलमा गरिराख्नु भएको रहेछ। तैँले चाहिँ किन बनाउनु भएको छैन अहिलेसम्म? पैसा नभएर भान्जी पैसा नभएर बल्ल ऋण तिर्सक्यो घरको माइती 38,000 छ। माइती 38,000 छ। आमाहरूले माइतीबाट ऋण ल्याउनु भएको थियो? त्यो गर्नु कार्य आमाले ब्याज बुझिसक्यो भने यहाँ चाहिँ कस्तो छ भने कमाउने व्यक्ति चाहिँ कोही हुनुहुन्न क्या। अब कमाउने व्यक्ति उहाँ हो, उहाँको पनि दृष्टि सम्बन्धी अपाङ्गता भएको, आँखा देख्दैन भन्नुहुन्छ। अब हिँड्ने त लत्तीको सहारामा हिँड्नुहुन्छ होइन। अनि म कमाउनु जाऊँ भने घरमा कसले गर्छ, घाँसपात गर्नु पर्यो, घाँसपात गर्नु पर्यो, बच्चाहरूको घाँस पुग्छ, भिरमा हिँड्न पर्यो। अनि के भन्न चाहनुहुन्छ त्यसो भए तपाईँहरूले चाहिँ तपाईँको अवस्थालाई हेरेर चाहिँ हाम्रो दर्शक श्रोताहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ? के हो अब केही बन्न सकेन, फेरि तपाईँहरूले चाहिँ यो भिडियो हेरेर चाहिँ अलिकति अवस्था नाजुकी जस्तो लाग्छ, केही गर्नुपर्छ मानवताको हिसाबले भन्ने लाग्छ भने चाहिँ कोही कसैले चाहिँ गर्न सक्नुहुनेछ। उहाँहरूको विशेष गरी पानी धारा र विशेष गरी चाहिँ टोयलेट, त्यसपछि चाहिँ पानी धाराको लागि चाहिँ तपाईँहरूले सहयोग गर्न सक्नुहुनेछ। खानेको अन्न नि पुग्दैन। कसरी खाइराख्नु भएको छ खाने चाहिँ? खाने चाहिँ अलिअलि तिमुरो भएर खाएको छौँ अलिअलि। जग्गा जमिन कति छन्? जग्गा यति हो भन्दै एउटा पाठा हो। यही माथि मेरो अंश परेको तल दुईटा जेठा जो पर चला दुई बारी जाउँ छ अरे दुई बारी छरे 2 बारी बिउ माथि फर्को छ। खाने हुन्न हेर्नु यहाँहरूको चाहिँ खानामा पनि 2 बारी छरे 2 बारी हुन्छ। खानामा पनि अवस्था माथि फर्क छ। यहाँहरूको चाहिँ खानामा पनि एकदमै अवस्था नाजुक रहेको र त्यसै गरी टोयलेट र चाहिँ पानी धाराको लागि चाहिँ यहाँहरूलाई अति आवश्यक परेको रहेको। तपाईँहरू चाहिँ एकदमै खुला मनको दयालु स्वभावको हुनुहुन्छ भने र यस्तो परिवारलाई चाहिँ हामी सहयोग गर्नुपर्छ भने तपाईँहरूमा यता भावना छ भने चाहिँ उहाँहरूलाई गर्न सक्नुहुनेछ र उहाँहरूको चाहिँ अरू केही नभए नि टोयलेट चाहिँ बनिनु पर्यो। किनभने हामीले चाहिँ विभिन्न रोगहरू चाहिँ लाग्ने भनेकै फोहोरको कारणले दिसा पिसाब जहाँ पाए त्यही गर्नाले लाग्ने हो। त्यही भएर चाहिँ तपाईँहरूले चाहिँ टोयलेटको लागि के गर्न सक्नुहुनेछ। यहाँ मैनी छौँ है। अनि मैनीको चाहिँ यहाँ पानीको मुहान होइन, अनि तिर्खा लाग्यो सो पानी भर्दैछन् बहिनीले। हिँड्दा हिँड्दा अब चाहिँ हामी चाहिँ एकदमै थकित अवस्थामा छौँ। परान पनि लाग्न सक्छ। के हो आवाज आज जस्तो गऱ्यौँ है? चिसो छ। धाराबाट चाहिँ पानी हल्का धमिलो आयो सो पारी पनि छ अरे कुन्टा। हामी चाहिँ त्यहाँ गएर भर्छौँ पानी अनि त्यसपछि अलि पारी गएर चाहिँ अलिकति केही खानेकुराहरू बोकेछौँ, खान्छौँ है त। पढेर अन्त जाने होइन नि फेरि कुरो बुझ्यो हो। गाईजहरू यहाँनिर चाहिँ पाइप गइरहेको छ होइन, अनि यसको जोरन चाहिँ छैन। हामीलाई चाहिँ तिर्खा लगाइरहेको छ। पानी पारी बाटोमा पनि तन्नै थिएँ तर त्यहाँ चाहिँ अलिकति धमिलो आयो सो अलिकति सफा पानी खाने भन्दाखेरि चाहिँ यहाँ पनि जोरन छ होइन, पाइप छ, पानी छ भन्ने कुरा सुनेर चाहिँ आएको। तर यहाँ चाहिँ बाटैमा चाहिँ जोरन रहेन रहेछ। सो बहिनी चाहिँ पारी गएर जोरनमा गएर चाहिँ पानी लिएर आइसकिन्। आउँदैछिन् है त बहिनी उता त्यहाँदेखि आउँदैछिन्। आइन बहिनी आइन। यस्तो लास्ट ठगाइ लगाइरहेछ, पसिनै भइरहेछ गाईजहरू। गाह्रो छ तर रमाइलो पनि छ है। फेरि म त टक्क महिनाको चिसो पानी खान्छु है त गाईजहरू। वाह खाएको तिमीले? ल खाऊ। म खान्न खाने उचाउँछ खाने तपाईँ खाने। गाईजहरू हाम्रो हालत देखिसक्नुभयो। हामी एकदमै पसिना भएको छौँ होइन। हेर्नुहोस् त सल्लाह छ ऊ कसरी। मेरो रूपा बहिनीलाई पनि गाह्रो भइरहेछ होइन त? गाह्रो आएको भएन तिमीलाई? तिमीलाई पनि भाषा रे मलाई पनि भाषा। तर गाह्रो भए पनि हामी फेरि ननिस्थ भिड्ने मान्छे हो होइन। पसिना आएर भइरहन्छ एकदमै। कहाँ क्या फर्स्ट टाइम हिँडिरहेछौँ हामी यो ठाउँमा चाहिँ। आमामा अगाडि हेर्नुहोस् त पुरै सल्लाह छ। प्रेसबाट हेर्ने बेलामा चाहिँ मैले सल्लाहको वनमा 2वटा घर देखिन्थ्यो नि, त्यो घरनेर हामी आइसक्यौँ। यहाँबाट चाहिँ हाम्रो अरेस यस्तो दामी देखिरहेछ। आमामा वाउ, यो चाहिँ अरेस गाउँ होइन, अरेस ठुलो गाउँ। अनि त्यसपछि चाहिँ त्यो चाहिँ लेख यो पारीको फुल्लारा हो। मैले अफले यस्तो बवाल देखिरहेछ है। बाटैभरि लाली गुराँस। तर अहिले चाहिँ लाली गुराँस चाहिँ अलिकति ओइलिसकेको छ होइन, सब मरिसकेको छ। तर बाटोभरि नै लाली गुराँसको बोटै बोट छ क्या। हामी त अझै महिने जानु छ है माथि। महिने होइन सेरिङ होला। वाउ आमामा यस्तो त पुरै रातै रातो पो रहेछ त।
काखलको बोट पनि भएको क्या मजा आउँथ्यो होला है। हामी चाहिँ लाग्छ थकै लाग्यो सो थकै मार्दैछौँ। हाम्रो लङ्का भेनाजुले दिएको उखु पनि खाँदैछौँ। हेर्नु त यत्रो यत्रो उखु खटिगुली छ है। वाह वाह फ्यान त कति राम्रो आम्मा। हामी चाहिँ यहाँ सेरिङ खोला आइसक्यौँ है त। आम्मामामा सेरिङ खोला आइसक्यौँ। अघि मैले भिडियोमा चाहिँ तपाईँहरूले त्यहाँदेखि यो गाउँदेखि यहाँदेखि चाहिँ म त्यहाँ जाँदैछु भनेको थिएँ नि। हो जुन ठाउँमा जान्छु भनेको थिएँ त्यो ठाउँमा फाइनली हामी आइपुग्यौँ। के छ केटाकेटी हो ठिक छ नि। ल ल ल सेरिङ खोलाका बच्चाहरू लु लु सेरिङ खोलाका बच्चाहरू हेर त बच्चाहरू भागेको ढोका लाएर। किन भागेको भागे निखेर निस्किहालेछन् रे। कसको छोरी तिमी तिमी कसको छोरी हो ओहो लु हेर त अबै हेर त सेरिङ खोलाको बच्चाहरू भागेर अबै अन्त नि त्यो कहाँ भागे हेर हेर पारि सेरिङ खोलाको बच्चाहरू। ओ माइ लर्ड सेरिङ खोलाको बच्चाहरू किन भागेको। फाइनली गाइज म चाहिँ सेरिङ खोला आइपुगिसकेँ होइन। बाबु बसी छौ हेर्नुहोस् त आम्मामामा त्यति तारा हो आमजी यहाँदेखि आएको हेर्नुहोस् त यहाँदेखि है त्यो चाहिँ हाम्रो घर होइन। त्यहाँदेखि आइयो गाइजहरू त्यहाँदेखि आइयो खुसीको सास फेर्न पाइयो। अनि तिमीहरू चाहिँ किन भागेका नि को छौ घरमा तिम्रो मात्र हो खै मम्मी बाबाहरू हो ल अनि अब खाना खाने के गर्ने तपाईँहरू के गर्ने अब नपक्ने मल सकेको कहिले जोड्नुहुन्छ नि अरे ए सेरिङ खोलामा चाहिँ यसरी मल बोकेर पनि सबै सकिसक्नु भएको छ। आम्मामामा फर्स्ट टाइम आएको हो म त आम्मामामा। तपाईँहरू पनि आउनु भएको छैन होला होइन सेरिङ खोलामा। अरेसदेखि चाहिँ माथि यो डाँडामा एउटा धारामा चाहिँ 4-5वटा घरहरू चाहिँ देखिराख्नु भएको छ होला। तर चाहिँ त्यहाँ कस्तो छ के छ भन्ने कुरा चाहिँ तपाईँहरूलाई पनि थाहा छैन होला। मलाई पनि थिएन आज फर्स्ट टाइम आएको। आम्मामामा कहाँ छु जस्तो भइरहेछ हेर्नुहोस् त। हाम्रो घर पारि कहाँ देखिरहेछ कहाँ जस्तो देखिरहेको छ होइन त। यस्तो छ है त यो सेरिङ खोला भन्ने चाहिँ। आगो पाएर कसो लाग्यो तिमीहरूले खुसी लाग खै अरूले भनेको के लाखेन तिमीहरूले लाखेन हो लाखेन जस्तो। तिमीलाई कसो लाग्छ बाबु खुसी लाग्छ होइन तिमीलाई नि। अनि तपाईँहरूलाई म केही प्रश्नहरू सोध्छु। तपाईँहरू कहाँदेखि यहाँ आउनुभयो यहाँ मैनी बस्न। ए गुराँसेबाट छुट्टिएर आउनु भएको गुराँसे कहाँनिर तल स्कुल लिएर ए हडा एक ढाले बनाउनु भएको तलको तल यहाँको यहाँ ए तपाईँको माइत कहाँ नि ए धारा खर्क चाहिँ यो पसल जानलाई कहाँ जानुहुन्छ
टेराङ यहाँ कति लाग्छ यहाँदेखि अब 2 घन्टा लाग्छ हिँड्ने भने 1 घन्टा पुगेल लोन सिटा बस्दै बस्दा त्यस्तै हो अब अनि चामल नुन तेलहरू सब बोकेर ल्याउने हो अनि यहाँदेखि तलमा छ होला बाटो हो माथिमा जानुपर्छ मेरो भिरको बाटो ओहो भिरको बाटो पार्टी डाँडा निस्किँदै माथि 2 घन्टा लाग्छ नि 1 घन्टा लाग्यो 1 घन्टामा पुग्छ खो अनि तपाईहरुले जान भन्दा छिटो हुन्छ ओहो अनि अरू यस्तो यहाँदेखि त बबाल देखिन्छ होला राति त होइन र राम्रो लाइटहरू बल्छ होला नि अनि कहिले काहीँ यसो यहाँ मेटको घर हुँदा चाहिँ गाउँमा भएको भए हुनु भन्ने लाग्छ लाग्नु तपाईँले यही राम्रो छ नि यहाँ फेरि घाँसदौरा सबै नजिक छ नि घाँसदौरा जमिन नजिक हुन त सोले छ पढ्दाखेरि फेरि रासन पानी बच्चा पढाउने भन्दाखेरि अलिक गाह्रो होइन हेर्नुहोस् त गाईहरू यहाँ चाहिँ जम्मा 2वटा मात्र घर छ यहाँ 2 भाइको अनि यहाँहरू चाहिँ रासन खानको लागि चाहिँ तेराङ जानुहुन्छ 2 घन्टाको बाटो हिँडेर पैदल हिँडेर त्यो पनि कस्तो बाटो भिरको बाटो अनि गाउँ चाहिँ उठेर पहिलाको पुर्ख्यौली घर चाहिँ गुराँसे रहेछ अनि अहिले चाहिँ छुट्टिएर चाहिँ यहाँ आउनु भएको रहेछ है तिमीलाई सेरिङ खोला आएर कस्तो लागिरहेछ एकदम थकै लागिरहेछ अनि त्यहाँदेखि चाहिँ अब माथि 2वटा घर मात्र देखिन्थ्यो अनि त्यहाँ कस्तो होला के होला भन्ने लागिरहेको छ तिमीलाई पनि होइन अनि खुलुल मेटी हो एकदम मेटी हो होइन अनि हाम्रो गाउँ चाहिँ त्यहाँ छ होइन अनि अहिले चाहिँ बेलुकाको 4 बजिसकेको छ र हामीले चाहिँ अब केही पनि खाएको छैनौँ भन्नु चाहिँ उखुहरू खाएको बसेर त्यहाँ पाततिर अब चाहिँ हामीले अलिकति भोक लाग्ला कि भनेर चाहिँ खानेकुरा चाउचु बोकेर ल्याएको थियौँ अब चाहिँ चाउचु खान्छौँ होइन लु चाउचु खाइहाल चाउचु बिस्कुट खाइहाल अब चाहिँ हामी चाउचु बिस्कुट खान्छौँ ल ओके गाइज हामी चाहिँ खाजा खाइसकेर चाहिँ फेरि आफ्नै गन्तव्यमा हिँडिरहेको छौँ ए चिउरीको बोट रहेछ नि यसरी हिँडिरहेको छ है साथीभाइहरू अनि यहाँनिर चाहिँ तल एउटा गोठ छ हामी त्यहाँ जान्छौँ यस्तो छ जे होस् कहिले पनि नहिँडेको ठाउँमा हिँडिरहेको छ एकदम खुसी लागिरहेको छ हेर्नुहोस् त भिरको बाटो छ यहाँ अप्ठ्यारो छ है के अडफुल्ली हिँड अलि बेस रमाइलो छ गाउँमा डुल्न पाउनु पूर्णिमाको भाग्य त फेरि खत्रै हो नि के कसो गीत गाइदेऊ न नाच क्या यार कस्तो छ आम्मामा उराट लाग्दो क्या आम्मामा यस्तो छ है हेर्नुहोस् त यहाँ फेरि मान्छेहरूको घरहरू छ होइन सदैव बसोबास गर्ने ठाउँ छ यहाँ त्यहाँहरूको घर छ है साथीहरू यहाँ चाहिँ पराको कुनामा चाहिँ घर छ हेर्नु आम्मामा माथि चाहिँ परा छ अनि यहाँ चाहिँ एक्लै छ है अनि यो घरमा चाहिँ सधैँभरि बस्नुहुन्छ घरै यही हो घर भने गोठ भए पनि यही हो आमामा ओखरको बोट कत्रो रहेछ मान्छे चाहिँ हुनुहुन्न क्या हो घरमा हुनुहुन्न रहेछ फेरि पनि हामीले चाहिँ ऐसुल फेला पारिसकेको छौँ मैले चाहिँ ऐसुल टिपेर चाहिँ मजाले खाइसकेँ होइन तर बहिनीले टिपेर हेर्यो नि टिपेको चाहिँ उनले चाहिँ एक्लै नखाने अरे खानु भन्दै चाहिँ त्यही भएर खाँदैछु यति धेरै दिन है त हेर्नुहोस् त ऐसुले गाउँ घरमा हुनेपछि यस्तो रमाइलो हुन्छ क्या फलफुलहरू चाहिँ वनमा सिजनल फलफुलहरू वनमा टन्नै हुन्छन् क्या अघि माथि पनि खाँदै आइराखौँ बाटोमा सस्तो छ खाइराखौँ तर काफलको बोट भने चाहिँ देखिरहेको छैन है मैले अहिले अब हेर त्यहाँनिर झोट पेल्लै गाईहरू त्यहाँ पनि पेल्लै छ यार जान्यौ हुन्छ नि ए म लाली गुराँस टिप्छु है गाईहरू हेर्नुहोस् त कस्तो राम्रो लाली गुराँस यहाँ वाउ म चाहिँ यहाँ तिमी चाहिँ त्यो म चाहिँ लाली गुराँस टिप्छु ल हेर्नु कस्तो राम्रो लाली गुराँसहरू लाली गुराँस चम्पा चमेली म चाहिँ धेरै टिप्दैन एउटा मात्र टिप्छु है एउटा 2वटा मात्र जस्ट लाउनको लागि यो चाहिँ शिरमा लाउने अथवा अहिले यत्तिकै फोटो खिच्ने खाने आमामा नजिक त छैन क्या भाइ सब टाढो छ यहाँ थियो त्यहाँ चाहिँ डल्ली मान्छे भएपछि गाह्रो छ लामा हात खुट्टा भए पो हो खस्छ फुल खसिरहेको
टिपे यिनले चाहिँ ऐसेल टिपिन् आमामामा आजभोलि त दिन त पूर्णिमा र रूपाकै छ नि होइन 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 अलु कहाँ यस्तो हुन्छ दुःख गर्ने मान्छेले जान कम हुने है यिनी फेरि हेर्नु न कति राम्री छिन् मन जति मान्छे जति राम्रो त्यति पनि मन के त्यो भएर बढी मन राम्रो अब आफू दुःख खस्यो यार आफू दुःख गरी काँडामा टिप्ने अनि आफू चाहिँ ठोरे खाएर मलाई धेरै दिने हेर्नुहोस् त रूपा त्यस्तै बानीले गर्दा हो क्या युट्युबमा सबजनालाई रूपा कति राम्री आई लभ यु रूपा मलाई रूपा मिलाइदिनु भनेर सबजनाले कमेन्ट गर्ने देखा थियो त्यो कमेन्ट हो क्या सबजनाले कमेन्ट गर्नुभएको थियो होइन साथीभाइहरू हामी चाहिँ अहिले भेघरमा हिँडिरहेको छौँ होइन अनि यहाँ चाहिँ हाम्रो घरबाट अथवा भनौँ न पारि अरेस बाटो नै यहाँतिर चाहिँ यसो ठुल्ठुलो बारीहरू अनि कालै मलहरू अनि त्यसपछि टक्क गौजू पाके बेलामा चाहिँ एकदम लह देखिने एकदमै त्यो ठाउँमा जान पाए कस्तो हुन्थ्यो होला भनेर चाहिँ लाग्थ्यो होइन अब मान्छे गाउँकै भए पनि अब काम विशेषले पो जाने हो होइन काम विशेष परेकै थिएन सो आइएकै थिएन आज आइयो भेघरमा यस्तो राम्रो रहेछ हेर्नुहोस् त समथर वाउ बवाल छ कसैले चाहिँ छरिसक्नु भएको छ कसैले चाहिँ मल बग्दै हुनुहुन्छ खर्नको लागि चाहिँ तम तयार अवस्थामा हुनुहुन्छ जे होस् बवाल रहेछ जे होस् यहाँ चाहिँ बस्नलाई आनन्द रहेछ कि सम्म परेको भन्नाले फेरि यस्तो भिरालो छ फेरि सम्म छ भन्दैछ भन्नु होला जे भए पनि बारीहरू चाहिँ राम्रै रहेछ भन्न खोजेको वाउ हेर्नु त त्यहाँ चाहिँ कस्तो राम्रो ढाडा पनि रहेछ वाउ तिमीलाई नि कस्तो लागिरहेछ फर्स्ट टाइम है तिमी पनि आजभोलि चाहिँ गोठ छैन रहेछ यहाँ नाच्दा हामी चाहिँ टिकटक भिडियोको सुट गरेर चाहिँ सबैजना यहाँ स्यासेर प्याटा गर्नु भएको छ पछि लगाएर कस्तो भयो नाच्दा रमाइलो यहाँ चाहिँ यहाँहरूले चाहिँ गौ काट्दै हुनु नै रहेछ अनि म आएको त्यसो नाचौँ भनेर चक्काको आमामा यस्तो बवाल रमाइलो भएको छ त्यो भिडियो हेर्नको लागि चाहिँ पूर्णिमा मगर फ्रम रोल्पा 55 वाला चाहिँ टिकटक आइडी सर्च गरेर हेर्न नबिर्सनु होला होइन र हो कि नै जेस रमाइलो भयो बवाल तर कसको बुढा विदेश हुनुहुन्छ तपाईँको बुढा बाहिर हुनुहुन्छ हो तपाईँले बुढा आइमिस आई लभ यु भन्नुहोस् म त भन्नु आई लभ यु भन्नुहोस् आई लभ यु भन्नुहोस् के भन्नुहोस् आइमिसी मार भन्नुहोस् तपाईँले भन्नुहोस् आइमिसी बुढा भन्नुहोस् न आइमिसी आई लभ यु भन्नुहोस् ए माथि गयो नि त यहीँबाट भनिदिनुहोस् के आइमिसी बुढा भन्नुहोस् तपाईँ भन्नुहोस् त भन्नुहोस् के आइमिसी भन्नुहोस् के आइमिसी बुढा आई लभ यु भन्नुहोस् के होइन फेरि भनौँ लाग्यो त माया हुन्छ पुरानो भइसक्यो हामी चाहिँ यहाँ काम गर्दा चाहिँ एकछिन रमाइलो गरौँ न त भनेर चाहिँ मडल पनि लिइसकेको छ अनि अब गीत गाएर चाहिँ हामी एकछिन रमाइलो गर्नेछौँ नाच्नेछौँ तपाईँहरू चाहिँ इन्जोय लिनुहोस् ल गीत गाउनुहोस् ल सुरु गर्नुहोस्
ल अब फेरि अर्को गीत सुरु हुन लागिसक्यो ल सिराइमा सितारा लाइर मया नगर भित्र हागे बागे घर पिर्खानको सिमाना रोल्पा पर्यो घर पिर्खानको सिमाना रोल्पा पर्यो घर पिर्खानको सिमाना आजको भ्लग कस्तो लाग्यो जस्तो लाग्छ त्यसै सल्लाह कमेन्ट गर्न नबिर्सिनु होला भन्नुहोस् है ल आज हामीले के गर्यौँ आज चाहिँ हामीले एकदमै रमाइलो गर्यौँ होइन हाम्रो नाच जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया दिनु होला तपाईँहरूलाई चाहिँ नाच्यो भनेर नराम्रो नसोच्नु होला हामी महिलाहरू चाहिँ कति काममा मारे हामी लागि पर्ने होइन यति भन्दै हामी आज के भन्न चाहन्छौँ होइन भिडियो मन परेमा लाइक कमेन्ट गर्नु र लास्टमा के गर्ने सब्स्क्राइब गर्ने भन्नुहोस् त सब्स्क्राइब गर्नु होला भन्दै के भन्न चाहन्छ हामी भन्नुहोस् भिडियो आउन चाहन्छौँ